हुनुहुन्छ नि सबैजना सन्चै हुनुहुन्छ होला होइन। अब बिहान उठ्ने ड्युटी जाने के गर्नु अर्काको देशमा काम गर्नुपर्ने ठिकै छ। हजुरहरूलाई पनि ठिक होला भन्ने आश गरेको छु। यस्तै छ हाम्रो जिन्दगी त, ड्युटी जाने बस्ने। पहिले बनाएको भिडियोमा गएर पनि हेर्न सक्नुहुन्छ होइन। यहाँ यो भिडियो राखेको छु अन्डरग्राउन्डबाट जुन गाडी निकालेर बाहिर निकालेको होइन। म ड्युटी जाने बाटो चाहिँ यही हो। म बस्ने चाहिँ यता मेरो रुममा हो, यतापट्टि चाहिँ म ड्युटी जाने हो। अनि त्यही बाटो चाहिँ के कस्तो छ, कस्तो घरहरू छन् र तपाईँले काम गर्ने ठाउँमा जतिभित्र चाहिँ भिडियो बनाउनु थाल्न आजभोलि तपाईँले भन्न थाले त्यहाँदेखि भिडियो बनाएको। अब सबै कुराहरू देखाउन मिल्दैन, केही कुराहरू चाहिँ अब मिल्छ। त्यही भएर चाहिँ अब यस्तै भिडियोहरू बनाउने बस्ने क्यार नै हो। अब एक्लै टाइम पास हुँदैन, कोही छैन साथीहरू घुम्न जाने मेरो त भन्नलाई हो नि। त्यही भएर चाहिँ मेरो काम चाहिँ मैले गरिरहेको छु। अब कसैले टाउको दुखाउनु पर्दैन। अब यहाँबाट ठ्याक्क गइन्छ होइन, ठिकै छ, बसिया छ होइन। अब यस्तै हो, नम्बरै बात चाहिँ काला रेखा चाहिँ फेरि अर्कोचोटि भेट हुन्छ, टेन्सन गर्नुहुन्न। अब 0बाट हामी चाहिँ 1मा जाने। अब ल यो भिडियो हेरिदिनु हो, धन्यवाद हजुर सबैलाई हेरिदिनु। अब मनपर्छ भने सब्सक्राइब गरिदिनु होला। अब यस्तै हो। अब मेन्यु ल लास्ट है। अब यहाँबाट उताको चाहिँ अब पर्सनल हुन्छ फेरि, अब त्यो मिल्दैन है फेरि भिडियो बनाउनु।